यो किवी चाहिँ एकदम पौष्टिक आहारको लागि एकदम राम्रो फल मानिन्छ। यो चाहिँ तपाईँको समुद्र सतहदेखि 1600 मिटरदेखि 2400 मिटरमा एकदम उपयुक्त राम्रो हावापानी यसको लागि राम्रो फसल दिने मानिन्छ। यो चाहिँ विभिन्न प्रजातिको किवीहरू मध्येमा चाहिँ अब जस्तै अब एलिसन, ब्रुनो, गोल्डेन, रेड किवी, किवीबेरी जस्ता प्रजातिहरू पाइन्छन् विश्वमा चाहिँ। अब ती मध्येमा चाहिँ यो हामीसँग रहेको किवी चाहिँ एलिसन र ब्रुनो प्रजातिको हो। यसमा चाहिँ तपाईँको एलिसन चाहिँ अलि छिटै पाक्ने समस्या छिटै पाक्ने भएकोले यसमा स्टोरेजको समस्या हुन्छ। अब ब्रुनो ठिकै यो मैले तपाईँहरूलाई देखाइरहेको चाहिँ यो एलिसन प्रजातिको हो। हाम्रोतिर हुने चाहिँ यो अहिले एलिसन लगाइरहेको छौँ। अनि यो माथिको देख्न सक्नुहुन्छ यो चाहिँ तपाईँको गोल्डेन हो। गोल्डेन अवार्ड भन्छ यसलाई चाहिँ। अब त्यही हो साथीहरू, यो चाहिँ लगाउने तरिका चाहिँ कस्तो छ भन्दाखेरि प्रत्येक 5 मिटरको फरकमा चाहिँ एउटा बोट लगाउँदाखेरि राम्रो हुन्छ। यो चाहिँ माथि बढ्दै आउँदाखेरि चाहिँ यसरी झाँगिएर 5 मिटर 360 डिग्रीमा भनौँ गोलाकार आकारमा झाँगिएर जान्छ क्या 5 मिटर। त्यही भएर यसलाई चाहिँ थाक्रा दिँदाखेरि समस्या आउने भएको कारणले 5 मिटर 5 देखि 6 मिटरको फरकमा रोप्दाखेरि एकदम उत्तम हुन्छ है त। यहाँ देख्न सक्नुहुनेछ तपाईँले यो तलको यो पिलर लगाएको छ। पिलर लगाएर पनि बिचमा यो तपाईँको यो बाँसले चाहिँ पछि यो झाँगिएर यता वरसम्म आउने भएकोले गर्दाखेरि यो बाँसले टेवा दिएको छ अहिले चाहिँ। अब यो बाँस चाहिँ हरेक वर्ष फेरि राख्नुपर्ने झन्झट भएकोले गर्दाखेरि अब सकेसम्म यो पिलरदेखि अझ त्यो पिलरसम्म अझ बिचमा राख्यो भने झनै राम्रो। जिआई पाइप लगाएर गर्दाखेरि राम्रो हुन्छ। यो तारहरू बिचमा लाएर चाहिँ यसरी यो तारहरूले सपोर्ट दिनुपर्छ। अनि यो चाहिँ यसको समय भनेको अब माघको अन्तिमतिर यसलाई जस्तै अब फेब्रुअरीको पहिलो महिनातिर यसलाई कटिङ गर्नुपर्ने हुन्छ है त। यो देख्न सक्नुहुन्छ यो अनावश्यक माथिपट्टि आएको यो लामो लहराहरू छ नि, यिनीहरूलाई काटेर चाहिँ यस्तो बनाउनु पर्ने हुन्छ। हेर्नुहोस् है, यहाँ देखाउँदैछु। यसरी कटिङ गर्नुपर्छ। यसरी कटिङ गरेर अब यसलाई फेब्रुअरीमा कटिङ गरिसकेपछि कटिङ गरेर यो अनावश्यक यस्तोलाई चाहिँ फालिदिनुपर्छ। अनि यो बोटमा वरिपरि 3 मिटर व्यासमा वरिपरि खनेर राम्रोसँग मल हालेर माटोले पुरिसकेपछि सिँचाइ गरेर अनि माथिबाट मल्चिङ गर्नुपर्छ है त। मल्चिङ भनेको त तपाईँहरूलाई थाहा नै होला होइन। माथिपट्टि केही पराल छवाली अथवा पत्करहरूले छोपिदिनुपर्छ है यसरी बोटलाई। अनि त्यसो भयो भने राम्रो हुन्छ। यो चाहिँ फुल खेल्ने बेलामा यसको फुल खेल्ने समय भनेको त्यस्तै अब चैत वैशाखदेखि फुल खेल्ने समय हो। चैत वैशाखमा फुल खेल्ने समय हो। त्यतिखेर असिना हावा आएन भने चाहिँ राम्रो फसल दिन्छ। यसले चाहिँ एउटा बोटले कम्तीमा पनि तपाईँको राम्रोसँग यसको हेरविचार गरियो भने 150 किलोग्रामसम्म चाहिँ यसले फसल दिन्छ। तर यसले हाम्रोतिर चाहिँ लगभग 100 केजी 120 केजीसम्म
दिएको अनुभव गरेका छौँ हामीले चाहिँ। अब यसपालि कस्तो दिन्छ हेरौँ। हेर्न सक्नुहुन्छ यहाँ जुम गरेर देखाइदिन्छु। यो परसम्मै छ है, यता पनि हेर्न सक्नुहुन्छ यहाँ माथि। है त साथीहरू यस्तै हो। यसको फाइदा धेरै राम्रो छ। विभिन्न रोग लागेको व्यक्तिहरूले पनि यो चाहिँ खान सकिन्छ। यो किवी चाहिँ एकदम राम्रो हो, राम्रो फल हो भन्दै ल आजको यो भ्लग चाहिँ एन्ड गर्छु। ल धन्यवाद, हेरेर साथ दिनुभयो सबैजनालाई धेरै धेरै धन्यवाद है त।